बालेन्द्र शाहले प्रमाणपत्र बुझ्नु भएको प्रतिनिधि सभा सदस्य। सम्पूर्ण दर्शक तथा श्रोताहरूलाई आजको यस विस्तृत छलफलमा न्यानो अभिवादन। सधैँझैँ आज पनि हामी एउटा निकै रोचक विषय लिएर आएका छौँ। हजुर, सम्पूर्णलाई मेरो पनि नमस्कार। आजको हाम्रो यो गहिरो विश्लेषण साँच्चै नै विशेष हुनेवाला छ। एकदम। तर विषयवस्तुमा प्रवेश गर्नु अघि एउटा सानो अनुरोध है। यदि यहाँहरूलाई हाम्रो यो छलफल मनपर्छ भने भिडियो लाइक गर्न, आफ्ना विचारहरू कमेन्ट गर्न र साथीभाइहरूसँग सेयर गर्न नभुल्नुहोला। अनि न्यूज नेपाल टिभी अर्थात् न्यूज नेपाल टिभीलाई सब्स्क्राइब गर्न पनि नबिर्सनुहोला है। हो नि। अब आजको विषयतिर लागौं। आज हामी हालै सम्पन्न भएको संसदीय निर्वाचनको त्यो अभूतपूर्व नतिजा, जसले सिङ्गो देशको राजनीतिमा एउटा ठूलो भूकम्प नै ल्याइदिएको छ नि, त्यसको बारेमा कुरा गर्दैछौँ। हामीसँग उपलब्ध भएका स्रोत सामग्री र तथ्याङ्कहरूको आधारमा आज हामी यो नतिजालाई अलि गहिराइमै गएर केलाउने प्रयास गर्नेछौँ। तर सुरुमै एउटा कुरा स्पष्ट पारिहालौँ है। आज हामी जुन सामग्रीहरूमाथि छलफल गर्दैछौँ त्यसमा निकै गम्भीर र अति राजनीतिकरण गरिएका विषयहरू छन्। हजुर, जस्तै ठूला नेताहरूको हारजितका कुरा, भ्रष्टाचारका आरोपहरू र आन्दोलनका संवेदनशील घटनाहरू पनि यसमा जोडिएका छन्। हो, त्यसैले हामी दुवैजना प्रस्तुताको तर्फबाट म के स्पष्ट पार्न चाहन्छु भने हामी कुनै पनि राजनीतिक दल वा विचारको पक्ष वा विपक्षमा छैनौं। बिल्कुल छैनौं। हाम्रो काम भनेको स्रोत सामग्रीमा जे छ त्यसलाई जस्ताको तस्तै एकदमै निष्पक्ष रूपमा यहाँहरू सामु राख्नु मात्र हो। एकदम सही कुरा। हामी प्राप्त सूचनालाई डिकोड मात्र गर्छौं। ल, अब यसलाई केलाएर हेरौँ न त। यो निर्वाचन नतिजा किन ऐतिहासिक भयो भनेर हेर्दा सबैभन्दा पहिले त झापा क्षेत्र नम्बर 5 कै कुरा गर्नुपर्छ। झापा 5लाई त यो सम्पूर्ण राजनीतिक कम्पनको केन्द्रबिन्दु नै मानिएको छ नि त। हो नि। त्यहाँको तथ्याङ्क हेर्दा त मतलब जो कोही पनि आश्चर्यमा पर्छ। काठमाडौँका पूर्व मेयर बालिन शाह र पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बीचको महाभिडन्त थियो त्यो। अनि नतिजा पनि त्यस्तै आयो। त्यही त। बालेन शाहले 68,348 मत ल्याउँदा उहाँका निकटतम प्रतिस्पर्धी केपी शर्मा ओलीले जम्मा 18,724 मत मात्र ल्याउनुभयो। यो 49,614 को मतान्तर त यो त साँच्चै नै एउटा अकल्पनीय अन्तर हो नि। यहाँ रोचक कुरा के छ भने हामीले ओलीको अघिल्लो निर्वाचनको नतिजालाई पनि हेर्नुपर्छ। अघिल्लो पटक त उहाँ म्यान अफ द इलेक्सन नै हुनुभएको थियो नि, हैन? हो नि। देशैभरिमा सबैभन्दा बढी अर्थात् 52,000 मत ल्याएर जितेको नेता हो नि त उहाँ। त्यति बेला 28,000 को मतान्तर थियो। तर यस पटक त्यही ठाउँमा यति लज्जास्पद हार, यो त परम्परागत राजनीतिक शक्तिको पतन नै हो भन्न सकिन्छ। तर यहाँनिर एउटा प्रश्न उठ्छ क्या। हामीले सधैँ सुन्ने गरेको एउटा भाष्य छ नि, विकास गर्यो भने चुनाव जितिन्छ भन्ने। हजुर। स्रोतले के देखाउँछ भने ओलीले झापामा त बजेटको खोलो नै बगाउनु भएको थियो नि। सिङ्गो कर्णाली प्रदेशलाई 5 अरब छुट्याउँदा झापालाई 10 अरब पारिएको थियो। यति धेरै विकास गर्दा गर्दै पनि किन यस्तो नतिजा आयो त? खासमा विकासले मात्र सधैँ काम गर्दैन भन्ने कुराको यो गतिलो उदाहरण हो। जब नागरिकमा चरम जनआक्रोश हुन्छ नि, तब भौतिक संरचनाले मात्र त्यो आक्रोशलाई शान्त पार्न सक्दैन। भनेपछि त्यो जेनजी विद्रोहको कुरा यहाँ जोडिन्छ। एकदम। स्रोतका अनुसार नयाँ पुस्ता अर्थात् जेनजीको विद्रोहका बेला तत्कालीन सरकारले अत्यधिक बल प्रयोग गर्यो, जसको कारण 19 जना युवाको मृत्यु भयो। त्यो घटना त निकै दर्दनाक थियो। हो, त्यही घटनाले गर्दा राज्य र युवा पुस्ता बीचको सम्बन्ध पूर्ण रूपमा चुडियो। त्यही जनआक्रोशको सीधा फाइदा बालेन शाहलाई पुग्यो भन्न सकिन्छ। बालेनको राजनीतिक यात्रा पनि त हेरौँ न। काठमाडौँको मेयर जस्तो पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गरी सिधै प्रधानमन्त्री बन्ने लक्ष्य लिएर उहाँ झापा पुग्नुभयो। यो चान्चुने जोखिम त थिएन नि? थिएन। तर विगतमा काठमाडौँमा स्वतन्त्र रूपमै झण्डै 62,000 मत ल्याएको आत्मविश्वासले उहाँलाई त्यहाँ पुर्यायो। अहिले झापामा प्रमाणपत्र बुझ्दा जय जय बालेनको जुन नारा गुन्जिरहेको छ, यसले धेरै कुरा बोल्छ। पक्कै पनि। तर यो हावा झापामा मात्र सीमित रहेन नि। पुराना किल्लाहरू ढल्ने क्रम त अन्यत्र पनि देखियो। हो, म त्यही कुरामा आउँदै थिएँ। डडेलधुराको अवस्था हेरौँ न। 2048 सालदेखि लगातार 7वटा निर्वाचन जितेका शेरबहादुर देउवाको किल्ला यसपटक कसरी भत्कियो? त्यहाँ रासपाका उम्मेद्वार तारामान जोशीले देउवालाई हराएको तथ्य स्रोतले स्पष्ट पारेको छ।
30 वर्षभन्दा लामो एकाधिकार तोडिनु भनेको मतदाताले अब बलियो विकल्प खोजेका हुन् भन्ने प्रष्ट हुन्छ। अनि पुराना र शक्तिशाली नेताहरूको कुरा गर्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अवस्था चाहिँ कस्तो छ नि? उहाँको अवस्था अझ चाखलाग्दो छ। स्रोतको आधारमा हेर्दा प्रचण्डले आफ्नो व्यक्तिगत चुनाव त जित्नुभयो, तर उहाँको पार्टीले भने निकै लज्जास्पद हार बेहोरेको छ। भनेपछि उहाँले विगतमा खेल्दै आएको त्यो जादु नम्बरको खेल अब सकिएको हो? हो, पूर्ण रूपमा। हिजोका दिनमा थोरै सिट भए पनि कहिले यता कहिले उता गठबन्धन गरेर प्रधानमन्त्री बन्ने जुन बार्गेनिङ पावर थियो नि, त्यो अब समाप्त भयो। भनेपछि अब उहाँको भूमिका के हुने भयो त? स्रोतका अनुसार अब उहाँ संसदमा राष्ट्रपाले बनाएको सरकार र उनीहरूका कामहरू हेर्ने एउटा साक्षी मात्र बन्नुहुनेछ। यो त साँच्चीकै नै ठूलो परिवर्तन हो। अनि यहाँनिर कुरा अझै चाखलाग्दो हुन्छ है। हामीले रासोपाको कुरा त गर्यौं, तर उनीहरूले ल्याएको सुनामीको तथ्याङ्क हेरौं न। एकदम क्लिन स्वीप नै गरेका छन् नि धेरै ठाउँमा। हो नि, झापाका 5वटै क्षेत्र, काठमाडौँ उपत्यकाका 15वटै क्षेत्र, चितवनका 3वटै अनि दाङ र गुल्मीमा पनि रासोपाले क्लिन स्वीप गरेको छ। 138 सिटको बहुमत त सहजै पार गरे नि। बहुमत ल्याएर सरकार बनाउने अवस्थामा पुगेपछि अब उनीहरूका नीति र वाचाहरूको विश्लेषण गर्नु महत्त्वपूर्ण हुन्छ। उनीहरूले 5 वर्षे सरकार र 100 कामको सूची नै अघि सालेका छन्। ती वाचाहरू त सुन्दा निकै आशा लाग्दछन्। जस्तै भदौ 23 र 24 को जेन्जी आन्दोलनको छानबिन प्रतिवेदन पूर्ण कार्यान्वयन गर्ने भनेका छन्। हजुर, यो भनेको विगतका सरकारका अधिकारीहरूलाई कारबाहीको दायरामा ल्याउने सङ्केत हो। अनि अर्को ठूलो बाचा 2046 सालदेखि सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने। ओहो, 2046 सालदेखि यताका सबै नेता र प्रशासकहरूको सम्पत्ति छानबिन, यो त व्यवस्थापकीय रूपमा कतिको सम्भव होला र? स्रोतले पनि यसलाई निकै जटिल मानेको छ। तर यदि कार्यान्वयन भयो भने धेरै प्रभावशाली अनुहारहरू तानिन्छन्। साथै ठूला काण्डहरू जस्तै ओम्नी, गिरिबन्धु, वाइड बडी, बालुवाटार र नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोल्ने बाचा पनि छ। ती फाइलहरू खुल्दा पक्कै ठूलो तरङ्ग आउनेछ। अनि राज्य संयन्त्र शुद्धिकरणको कुरा पनि छ नि। कर्मचारी तन्त्र, शिक्षक, सुरक्षा निकाय र अदालतमा दलगत आबद्धता अन्त्य गर्ने रे। हो, अनि सङ्घीय मन्त्रालयको सङ्ख्या घटाएर 18वटा मात्र राख्ने र त्यसमा पनि विज्ञ मन्त्रीहरू ल्याउने उनीहरूको योजना छ। यो त राम्रो पक्ष भयो। तर मलाई अलिकति व्यवहारिक रूपमा गाह्रो लागेको बाचा चाहिँ सहकारी पीडितको कुरा हो क्या। सरकारमा गएको 10 दिनभित्रै पैसा फिर्ता गर्ने भनेका छन् नि। सुन्दा त जादुमय लाग्छ। देशभरिचा हजारौं सहकारीको खर्बौं रुपैयाँ हिनामिना भएको छ। 10 दिनभित्र यो जालो सुल्झाउनु भनेको उनीहरूको लागि सबैभन्दा ठूलो अग्नि परीक्षा हुनेछ। साँच्ची नै अग्नि परीक्षा हो यो। तर जनमत पाएपछि उनीहरूसँग शक्ति त प्रशस्त छ। त्यसो भए यो सबै कुराको अर्थ के हो त? यदि रासोपाले 2/3 अर्थात् 184 सिट नै ल्याएको खण्डमा उनीहरूले के गर्न सक्छन्? यदि हामीले यसलाई बृहद रूपमा द बिग पिक्चरमा हेर्ने हो भने नि 2/3 बहुमतको तागत लगभग असीमित हुन्छ। स्रोतका अनुसार रासोपाले 184 सिट ल्याएमा सजिलै संविधान संशोधन गर्न सक्छ। भनेपछि राज्यको संरचना नै बदल्न सक्ने भए। एकदम। पहिलो कुरा त उनीहरूले चाहेमा प्रदेश संरचना नै खारेज गर्न सक्छन् वा त्यसमा रहेका त्रुटिहरू सच्याउन सक्छन्। अनि शासकीय स्वरूप नि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको कुरा पनि निकै उठ्ने गर्छ नि। हो, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिको व्यवस्था लागू गर्न सक्छन्। निर्वाचन प्रणालीमै हेरफेर गरेर पूर्ण समानुपातिक बनाउने वा समानुपातिक प्रणाली नै खारेज गर्ने शक्ति पनि उनीहरूसँग हुन्छ। विकास निर्माणमा अवरोध गर्ने पुराना कानूनहरू पनि खारेज गर्न सक्ने भए नि त? बिल्कुल। फास्ट ट्र्याकबाट विकास गर्न ती बाधाहरू हटाउन सक्छन्। तर यति शक्तिशाली भए पनि केही सीमितताहरू पनि त होलान् नि। सबै कुरा त आफू खुसी गर्न पक्कै मिल्दैन होला। हो नि, जतिसुकै शक्तिशाली भए पनि राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र अखण्डता जस्ता विषयमा संविधान संशोधन गर्न सकिँदैन भन्ने कुरा स्रोतमा उल्लेख छ। अनि राष्ट्रिय सभाको भूमिका नि? हो, कतिपय अवस्थामा राष्ट्रिय सभा बाधक बन्न सक्छ। तल्लो सदनमा 2/3 भए पनि महत्त्वपूर्ण विधेयक पारित गर्न माथिल्लो सदनको सहमति चाहिन्छ, जहाँ पुराना दलहरूको उपस्थिति बाँकी नै हुन्छ। अर्थात् चेक एन्ड ब्यालेन्स केही हदसम्म त्यहाँ रहन्छ। हजुर। ल, हामी यो विस्तृत छलफलको अन्त्यतिर आइपुग्यौं।
यो सबै कुरा सुनेर आम मानिसले किन चासो राख्नुपर्छ भन्ने कुरालाई म थोरै जोड्न चाहन्छु। एकदम, यो निकै महत्त्वपूर्ण छ। लोकतन्त्रमा जनताको मतले जस्तो सुकै शक्तिशाली भनिएका नेता वा दललाई पनि कसरी एकै पटकमा किनारा लगाउन सक्छ भन्ने यो एउटा ज्वलन्त उदाहरण हो। स्रोतले पनि यही कुरा औलियाएको छ। अनि नयाँ शक्तिलाई असीमित अधिकार पनि दिन सक्छ भन्ने कुरा प्रमाणित भयो। सही भन्नुभयो। तर जाँदा जाँदै म हाम्रा दर्शक र श्रोताहरूका लागि सोच्न बाध्य पार्ने एउटा प्रश्न छोड्न चाहन्छु। के प्रश्न होला त्यो? यदि कुनै एउटा नयाँ दलले पुराना सबै दललाई बढारेर 2/3 भन्दा बढीको निरङ्कुश जस्तै देखिने शक्ति प्राप्त गर्यो भने लोकतन्त्रमा हुनुपर्ने चेक एन्ड ब्यालेन्स अर्थात् सन्तुलन र नियन्त्रण कसरी कायम रहला? यो त निकै गम्भीर प्रश्न हो। हो नि, के अतिशक्तिले अन्ततः नयाँ प्रकारको समस्या निम्त्याउँदैन र? यहाँहरूलाई के लाग्छ? श्रोताहरूले पक्कै पनि यस विषयमा गहिरिएर सोच्नुहुनेछ। आजको हाम्रो यो छलफल अत्यन्तै रोचक भयो। अब भने हामी बिदा माग्छौं। जाँदा जाँदै सम्पूर्ण श्रोता तथा दर्शकहरूलाई फेरि पनि भिडियो लाइक गर्न, आफ्नो विचारहरू कमेन्टमा राख्न, शेयर गर्न अनुरोध गर्दछु। र न्यूज नेपाल टिभीलाई अनिवार्य रूपमा सब्स्क्राइब गर्नुहोला है। आजको लागि यति नै। नमस्कार। नमस्कार।